ल वेलकम ब्याक टु माई च्यानल। यहाँ चाहिँ के भइरहेछ भने टाँसेलाई भइरहेछ। ओके पुलिसले समाचार भनेको बाबु डराइरहेछन्। ल म चाहिँ अब निस्किन थालेँ। हो निस्किनु पर्ने चाहिँ रेनकोट पनि हालिसकेँ मैले। ओके के बोके के हुन्छ मेरो एमटी बाइकले फेरि। वाट एपन म्यान। के भएको ल यो कमेन्ट गर्नुहोस् त। ओके कहीँ सेन्सरमा केही पसेर हो कि होइन आई डोन्ट नो। तर यस्तो चाहिँ अहिले चाहिँ सेकेन्ड टाइम भयो। अस्ति नै एकपल्ट हुने रिटर्निङ फ्रम माई वर्क त्यो बेला भएको थियो भने अब अहिले चाहिँ यस्तो भयो। ओके कसैको बाइकमा ऐना हुन्न, त्यो साइकलमा पनि ऐना छ। त्यो हो कि डिसिप्लिन इन्स वाट इज डिसिप्लिन होइन। डिसिप्लिन भनेको चाहिँ त्यही नै हो भन्नाले जहाँ आफूलाई कसैले पनि के भन्न नपरोस् कि तर उसले सबै रुल्सहरू फलो गरिरहेको हुन्छ। द्याट इज कल डिसिप्लिन जस्तो लाग्छ मलाई। यताबाट भनेको खै के चोक भन्छ होला, गुलरिया चोक मेबी। आई डोन्ट नो द एक्ज्याक्ट नेम अफ दिस प्लेस। यहाँबाट चाहिँ म चाहिँ टुवार्ड्स किसिपुर जानुपर्ने हो। ओके बाटोहरू आजभोलि यो रेनी डेज भएर यस्तो के भइरहेछ, वाट इज द्याट कल बिग्रिरहेको छ है। बिग्रिरहेछ। आज चाहिँ तपाईँको भदौको पनि 6 गते भइसक्यो। भोलि 7 गते हो। भोलि चाहिँ हाम्रो घरमा प्यारी छोरीको बर्थडे छ है। नानीको बर्थडेको लागि पनि हामीले केकहरू अर्डर पनि गर्नुपर्नेछ किनकि हिजोसम्म काममै बिजी भयो। आज बिहान उठेर आज पनि बाहिर आउट काममा हिँड्न परिरहेको छ। त्यही भएर म अहिले आउने क्रममा जाने क्रममा चाहिँ म अहिले चाहिँ करिब तपाईँको पाउने 9 भयो। लेट्स सी म कति बजी पुग्छु। म कति बेला आफ्नै तालले हिँड्छु बिस्तारै, कति बेला अलिकति स्पिड हिँड्छु। अगाडि टाइम कृपया आफूले फेरि स्पिड नगरिदिनु होला। 50-60 होइन 80भन्दा माथि नजानु होला। जानुभयो भने आफै जिम्मा लिनु होला। कति लामो गाडी हुन्। हाम्रो पालामा यति लामो गाडी हुने थिएन नि त। ओके शनिबार पनि कहाँ ड्युटी जाने भनेर बस्नु भएको यहाँ दिदी बहिनीहरू। नेपाल इन्डियन फ्रेन्डसिप बस सर्भिस भनेर लेखेको छ। तल्लो बाटो जाउँ कि माथिल्लो बाटो जाउँ। लो छ तल्लो बाटो नजाउँ होइन, बिस्तारै हो नि बाटो जाउँ। अटो आइरहेको छ, अटो लिन गोइङ ओभरट्याकै। तर ओभरट्याक गर्न चाहिँ मजा आउँछ कि बाइकबाट होइन। यस्तो मजा आउँदैन है। स्कुटीबाट चाहिँ अलिक पिकअप नदेला जस्तो गर्छु। तर पछि बाइक नो कम्प्रोमा एकैछिन लागि पुगिहाल्छ। यहाँबाट साउन्ड आइरहेको छ कि यो आई डोन्ट नो। यो पनि पहिला यो होलिएर चाहिँ साउन्ड आउँथ्यो पहिला, अहिले चाहिँ यो पनि आइरहेछ। एक्सपायर भएको छ। है हामी चाहिँ यहाँ सरनेर आइपुग्यौँ। यो मसिन के नेपालमा खतरा आएको छ। यो कन्स्ट्रक्सनतिर काम गर्दो रहेछ। हेर्दा पनि खतरा छ। पानी हेर्नु यस्तो खतरा फालेछ। दामी मिसिन। यस्तै मिसिन भयो भने चाहिँ एकदमै सायद कति टाइम बचिरहेको छ होइन, कति सजिलो भइरहेको छ कि काम गर्ने बेलामा। त कहाँबाट पानी ल्याऊ के गर के ट्याङ्करबाट घुम्ने आएको छ। एडभेन्चर बाइकको फाइदा यही हो कि यस्तो खालको चाहिँ घटाउनु हाल्दिन्छ। अरू बेला त दिदी यो बाइक पनि कम त छैन। तर त्यस्तो उपर खाबाटमा त एडभेन्चर बाइक के केटिएमको एडभेन्चर बाइक जस्तो छ। त्यसलाई पनि त पाल्न गाह्रै छ होला होइन। तँ सम्झा यही भएर हो कि लाइसेन्स ट्रायलमा चाहिँ 8 गराउनु लगाउने कि यस्तो त बाटो। अनि 8 हान्नु परेन त हो न। यस्तो छ जसले 8 हान्न सक्दैन त्यो त चिप्लिहाल्छ नि होइन। लाइसेन्सको ट्रायलमा चाहिँ 8 हान्नु लगाउने कारण यो है त। म पनि लाग्छ किन 8 हान्न लगाउँछ त, बाटो त सिधा हुन्छ फेरि भन्ने सोच्छु। तर बाटोमा उबर खाबाट हुन्छ। जसले 8 हान्न सक्नुहुन्छ त्यहाँहरूले अब
के भन्छ त्यसलाई त्यहाँहरूले अडाइहाल्नुहुन्छ क्या अरे तँले हान्न सक्नुहुन्छ त्यहाँ फस्नुहुन्छ होइन आजको सपनामा त यार मैले मेरो बाइकको टायर ध्वस्तै भएको देखेँ अरे यार त्यो याद आउँछ राति सपनामा पनि पछाडिको टायर चाहिँ अलिकति ध्वस्त हुनु लाग्छ यस्तो सपनामा देखे जस्तो त होइन तर त्यस्तो हुनु लाग्छ म चाहिँ सपनामा होइन कहाँ गएको थिएँ घुम्न त्यहाँ गएको बेला टायर पङ्चर भएर टायर तपाईँ खत्तम भएको फेर्नुपर्छ भन्दै छ अरे त्यता गएको बेला कहाँ टायर पनि पाइएको छैन अरे फेरि होइन गोजीमा हेर्छु फेरि पैसा पनि छैन अरे पछि यसो बिउजिन्छु त यार हेर्नेछु सपनामा रहेछु यस्तो हिरो छ बाइक छ फेरि यस्तो खाले बाइक किन्नु एकछिन फोर हुने कि अनि यार म त बाइक भिजा त कङ्गाल हुन लाग्यो रक्सीको तालमा भने जस्तो बाटोको तालमा यस्तो छ नेपाल पुलिसको भ्यान चाहिँ आउँदैछ तपाईँहरूलाई पनि स्वागत छ त्यस्तो हिलो चाहिँ यहाँ ठुलो उठ्छ मलाई विश्वास गर्नु कि यार होइन विश्वासको लागि गर्नु नारायणपुरमा तपाईँहरूलाई स्वागत छ अब म चाहिँ नारायणपुर आइसकेँ लेट्स चेक इट ए क्यामेरा चाहिँ अन भइरहेको रहेछ है फेरि म अगाडि बढ्छु लेट्स गो यस्तो छ कि उपरबाट बाटोको हालत मेन चोक अरे तपाईँको यहाँबाट चाहिँ माथिमा जान्छ भाइरल रोड के भन्छ त्यहाँ जान्छ यस्तो हालत छ मेन चोकको त होइन त्यसको चाहिँ मलाई दामी मन परेको अहिले खराबहरू अनि अस्ति परमानेन्ट चाहिँ राम्रो छ भन्छ मेरो साथी एउटा साथी हुन्छ मेरो अब त्यो काम्रो खेलाडीवाला साथी हुनुहुन्छ त्यहाँको स्कुटी पनि ठ्याक्कै यही छ कि प्रेजिडेन्ट आर छ दामी छ यहाँ पर्फर्मेन्स भनेर भन्नुहुन्छ हामी बाबु ट्युसन पढेर फर्किँदै हुनुहुन्छ होला इभन शनिबार पनि जस्तो लाग्छ मलाई आई एम नट स्योर है त्यो हिरो चाहिँ नि कोही कुदाउनै मिल्दैन कि अब लड्केर त्यहीँ थकिने डर हुन्छ नि त ब्रेकको त कोही नगर यस्तो दामी लाग्छ नि बाइक ब्रेक त भन्दैमा फेरि ब्रेकमा मात्रै भर पर्नु भएन पहिला लास्टै दामी बाटो सिधा स्ट्रेट बाटो होइन अहिले यति बिग्रिन्छ भन्ने कसले सोचेको थियो होला र सो टाइम इज द पावर के कुन टाइममा के हुन्छ थाहै हुँदैन कति बेला राम्रो मान्छेहरू कति बिग्रिन्छन् कति बिग्रिया मान्छे राम्रो हुन्छन् तर इतिहास हेर्ने हो भने के को इतिहासको कुरा गरिदियो र यसो हेर्ने भने चाहिँ प्रायः राम्रो चिजहरू नै बिग्रेका हुन्छन् बिग्रिया चिज चाहिँ कमै मात्रामा राम्रा भएका हुन्छन् तर धेरै जस्तो राम्रो चिजहरू बिग्रेका हुन्छ अनि किनभने केही पनि चिजहरू बिग्रिनलाई सजिलो हुन्छ बनाउनलाई एकदमै गाह्रो हुन्छ हरेक कठिनाइ हुन्छ कति कुराहरू झेल्नुपर्ने हुन्छ त्यो भएर राम्रो चिजहरू बिग्रेको हुन्छ किनकि बाटो पनि यो यहाँनिर राम्रो ठिकै पहिला यो बाटो अनि यो चाहिँ बिग्रिया छ नि त अहिले तर कुनै बिग्रियाको ठाउँ त्यस्तो राम्रो भएको छैन खासै कहीँ के गर्दै भएको होला पहिला यस्तो खतम थियो अहिले राम्रो भएको छ भन्ने चाहिँ कहीँ कहीँ होला तर प्रायः ठाउँ चाहिँ अरे यार पहिला त राम्रो थियो त बाटो भन्ने नै हुन्छ कि तू समझा यो अटोमा चाहिँ तपाईँको सायरी लेखेको छ म भाषण गर्छु है त कलम रोए कवि बन्छ कलम रोए कवि बन्छ कवि रोए कविता धनी मरे श्रद्धाञ्जली गरिब मरे रमिता यस्तो दामी कविता कहाँबाट आउँछ क्या हो त नि है धनी मर्नुपर्छ हार्दिक श्रद्धाञ्जली भन्छन् फेसबुकदेखि लिएर हरेकतिर गरिब मर्नुपर्छ बाटोमा रमिता हुन्छ त्यहाँ त्यो छ र यस्तो रहेछ अलिकति खोर जान्छ कि भन्ने कुरा हो फेरि लागिहाल्छ त्यो यसमा चाहिँ प्रायः 11मा हाल्नु होला अनि बिस्तारै बढाएर होला अनि बाइकले आफै ब्यालेन्स पाइहाल्छ जस्तो मलाई लाग्छ कर लाग्छ अस्ति यहाँनिर हो है टिप्पर ट्राक्ट छ लगाएको यहाँबाट तल गएको थियो टिप्पर तल गएको कुकुर याद गर्नुभयो यो दुःखद घटना अगाडि स्कुटी गइरहेछ यस्तो बेलामा चाहिँ ओभरटेक नगर्नु होला गाडी आउँदैछ गाडी प्लिज 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 गाडी आउँदैछ यताबाट हेर्नु होला कि
यस्तो बेलामा चाहिँ तपाईँ हेर्नु होला हामी त्यो पाराले आएको छैन अब रिटर्नको यो चाहिँ खतरा खै स्ट्रेट बाटो है भोलिपर्सि फोलेन भएपछि यो चाहिँ गजब देखिन्छ कि जस्तो मलाई लाग्छ फोलेन भएपछि खतरा देखिन्छ होला घाँटी बसिरहेको घाँटी यार घाँटी नबसे पनि तपाईँको यो आवाज चाहिँ साँच्चै आउँदैन होला होइन किनभने सजिलो रहेछ यहाँ चाहिँ अलिकति माटो हाल्ने कार्यक्रम भइरहेको रहेछ त्यही यहाँ छ यो धेरै तपाईँको भेरी राप्ती त्यो चाहिँ पहिला अञ्चलबाट राखेको रहेछ ओके A few moments later. ल फाइनली अब घरको सानोतिनो कामहरू सकियो त्यसपछि म चाहिँ निस्किन्छु मेन रोड चाहिँ यहाँबाट निस्किनु पर्ने म चाहिँ अब यहाँबाट सर्टकट निस्किन्छु र भनेपछि त्यो बाहिर निस्किन्छु म चाहिँ निस्कियो भयो ओके सेठ एउटा चाबी दिइदिन्छु भनेको बिर्सेछ स्कुटीको दुइटै चाबी भएको छन् बिजोलीबाट फिर जानु पऱ्यो घोराइतिर सानोतिनो काम चाहिँ सकियो आजको अब एउटा केक अर्डर गर्नु पर्ने त छोरीको लागि भोलि चाहिँ नानीको बर्थडे हो गाडी देखाएको थिइनँ म त गाडीमा देखाएको थिएँ आजबाट हामी आज गर्न सकेको थिएँ मैले ए के ट्याङ्क गराउने यस्तो धेरै ठुलो छ यार आँखा देखिने के हो यस्तो एबिएस पनि एबिएस हो कि घरको ठाउँमा त छुँदै छुन्न त यार यस्तो भएको बाइक चाहिँ स्कुटी भएको भए त्यो गाह्रो हुन्थ्यो ओके त्यहाँबाट अन्त अब छ म भुलिहालेँ ए क्यामेरा चाहिँ अन रहेछ म त बिर्सिरहन्छु क्यामेरा आउँछ कि अर्छ भनेर लेट्स गो बाल्दिन त के हो यस्तो बाटो काट्दाखेरि अलि हुन्छ नि दायाँ बायाँ हेर त्यो धुलो उड्छ त्यहीँ हिलाएको छ त्यहीँ धुलो उड्छ के भन्दै हेर्ने बाटो ए यही बोल सक्दा हुँ फर्के मान्छे हो बाइक अगाडि पुलिस त छैन ल यार मलाई पुलिस है भनेर मेरो क्यामेरा चाहिँ धुलै धुलो भएको छ यार दादा अब चिलमा छ भनेको छ कि ल यी रुखहरूले चाहिँ बाटोलाई थप सुन्दरता पुर्याउन मद्दत गरिरहेका छन् यी रुखहरूले है रुख भएकोमा यस्तो दामी देखिन्छ वी क्यान सी रुख नभएको ठाउँ यस्तो टिक्का देखिन्छ कि ओके